धेरै राम्रो गीत गाउनुभयो धेरै वर्ष अघिको गीत पनि हो यो जमानाको गीत भन्नु यसलाई 45 सालतिर भनेपछि लगभग 22-23 वर्ष पुगिसक्यो हामी फेरि यो सांगीतिक यात्राको क्रममा तपाईका समकालीनहरूतिर जाउँ न तपाईसँग गीत गाउने सँगै तपाईका प्रतिस्पर्धीहरू तपाईसँग एकदम जोरी खोज्दै आउने स्टुडियोमा आएर यहाँ चाहिँ एक किसिमको प्रतिस्पर्धा हुन्थ्यो तपाईँहरूको पनि को थिए तपाईँसँग मेरो प्रतिस्पर्धा त नभनौँ होइन सब साथीहरूको त्यो बेला स्वस्थ प्रतिस्पर्धा त हुन्थ्यो नि सबभन्दा म राम्रो गाउँछु मभन्दा होइन समुचित बास्कोटा थिए प्रकाश श्रेष्ठ थिए लोकगीततिर सुन्दर श्रेष्ठ मलाई याद छ उहाँसँग पनि मेरो धेरै युगल गीतहरू छन् दीपक खरेल पनि आए अरुण थापा थिए विक्रम विष्ट मेरा समकालीनहरू होइन त्यो बेलामा के थियो भने म नारायण गोपाल दाई पछिको म चाहिँ जेनेरेसनमा भन्दिनँ किनभने नारायण दाई पछि हाम्रो बिचमा एउटा बिचको जेनेरेसन थियो त्यो भन्दा दिप श्रेष्ठको जेनेरेसन भनौँ होइन त्यो बेलामा दिप श्रेष्ठ धेरै पपुलर पनि थिए म अहिले पनि सम्मान गर्छु भक्तराज आचार्य दाई म उहाँको फ्यान पनि हुँ मलाई उहाँको स्वर पनि बहुत मिठो लाग्छ अहिले पनि लाग्छ भनौँ मेरो अतीत हेर्दाखेरि अब धेरैलाई थाहा छ म बढी नारायण गोपाल दाईसँग पनि बढी मेरो सङ्गत हो त्यो धेरैजनालाई थाहा छ नारायण दाईसँग बढी यो सङ्गतको कुरा गर्दाखेरि नि नारायण दाईसँगको कुनै सम्झना सान्निध्य रमाइलो कुरा के छ होइन रमाइलो कुरा के भने अब नारायण दाईलाई अब अलिक उहाँ पिउने बानी छ उहाँको पिउने बानी थियो अब एकताका के थियो भने त्यो मदिरा नखाइकन गायक हुँदैन भन्ने पनि एउटा धारणा बसेको थियो गायकहरू त्यो धारणा तपाईँ कहाँ होइन म पनि पिउँथेँ त्यो बेलामा हामी पनि पिउँथ्यौँ नपिउने अहिले त मैले अब त्यो हार्ड ड्रिङ्क त टोटली मेरो बन्दैछ डक्टरले गयो कि तपाईँले होइन म आफैले मलाई भगवान्को कृपाले अहिलेसम्म मलाई कुनै रोग लागेको छैन म भन्छु अब चेकअप गरायो भने म अहिलेसम्म डक्टरलाई गएर म चेकअप चाहिँ म गराउँछु होइन तर जस म क्लियर छु भन्नुपर्छ हेल्दी स्वस्थ छु अझै नारायण दाईसँगको सम्झना सानिध्यमा गीत सङ्गीतका केही कुरा कुनै गीत तपाईँले सँगै नारायण दाईलाई मैले मेरो आफ्नो सङ्गीतमा पनि गीत गाएको छु होइन गाउनु गएको छु भीम दाईको शब्द हो कुन शब्द थियो त्यो कसरी मा भुले के मामा भुले कसरी मा भुले के मामा भुले तिम्रो ओठमा तिम्रो मुस्कानमा आँखामा कि भाकामा कसरी मा भुले के मामा भुले यो गीत सङ्गीतमा नारायण दाईले गाउनुभयो यो गीत नारायण दाईले सायद म्युजिक नेपालबाट निस्केको सङ्गीत यात्रा गीत भाग 2 मा छ मेरो सङ्गतको एउटा उदाहरण थियो उहाँसँग मेरो मित्रताको उदाहरण हो मित्रता भित्र केही कुरा सिक्नुभयो केही कुरा सिकाउनु होला केही सम्झना छ होइन नारायण दाई अलि स्वाभिमानी मान्छे अलि अडिग मान्छे होइन उहाँसँग सङ्गत गरेपछि त्यो आफैले सिक्नुपर्ने कुरा हो क्या उहाँसँग सिक्छु भन्ने कुरा त केही पनि थिएन किनभने उहाँले कहाँ के गाउँ उहाँको गायकीबाट हामी प्रभावित थियौँ होइन त्यो सङ्गत नै हामीले सिकेको बराबर त्यो पाठशालासँगै हिँडेर सोध्छु क्या म किनभने उहाँको एउटा सङ्गीत पाठशाला सिङ्गो पाठशाला सभ्य शिष्ट मर्यादित अनुशासित अनि स्वाभिमानी उहाँसँग गायकसँग अब अहिले म टिका भाइलाई भन्छु होइन म त उहाँसँग सङ्गत गरेर हिँड्ने मान्छे होइन अब अहिलेको पिरियडमा के छ भने जति नयाँ भाइहरू आउनु भएछ होइन उहाँहरूलाई सोधिन्छ तपाईँ कोबाट प्रभावित हुनुहुन्छ भन्दाखेरि जसले पनि म नारायण गोपालको गीतबाट प्रभावित छु भन्छ कि त्यो मलाई कहिले काहीँ खुसी पनि लाग्छ किनभने म उहाँसँग त सँगै हिँड्ने मान्छे र अहिले उहाँ नयाँ जेनेरेसन त सायद उनीहरू जन्मेको पनि थिएन होला उनीहरूले पनि अहिले पनि नारायण दाईको नाम लिन्छ भनेको मतलब के छ भने नारायण दाई एउटा सिङ्गो संस्था हुन्थ्यो कि सङ्गीतको नारायण दाईसँग अब मैले उठबस गर्नु मेरो लागि चाहिँ नि त्यो उहाँसँग शिक्षा हासिल गरेको बराबर थियो अब मैले उहाँसँग के सिकेँ भन्दाखेरि म उहाँसँग सङ्गत गरेँ मैले बहुत कुरा सिकेँ हामी यो बितेका दिनहरू बितेको इतिहास र स्वर्णिम इतिहास फर्केर हेर्ने क्रममा छौँ र मधु छेत्री नेपाली सङ्गीत क्षेत्रका सदाबहार गायक लोकप्रिय गायक
वरिष्ठ गायक हामीसँग हुनुहुन्छ। साथ र आवाजको आज 101औं अङ्क हो यो। हामीले 100 अङ्क पनि हामीले पुरा गरिसकेका छौँ। आजको यो कार्यक्रममा हामीलाई रेडियो नेपालका वरिष्ठ वाद्यवादकहरू, प्रतिष्ठित श्रेणीका वाद्य कलाकारहरू पनि हुनुहुन्छ यहाँ। त्यस्तै वरिष्ठ सङ्गीतकार कमल परियार, मधेसी नेपाली, वरिष्ठ तबला वादक निरञ्जन महर्जन, राजु अग्रवाल, त्यस्तै एकराम श्रेष्ठ, कृष्ण गन्धर्व, कृष्ण दर्जी, खड्ग गर्बुजा अनि प्रविधि संवेदन र श्रीराम रायमाझी, मोहन रायमाझी। कार्यक्रम प्रस्तुतिको साथमा म टिका भण्डारी, विशेष सहयोगीमा सिद्धान्त कुरिया र खड्ग गन्धर्व पनि हुनुहुन्छ। र हामी यो कार्यक्रमलाई सगौरव हामी 100बाट हामी 200 अङ्कमा पुर्याउने कोसिसमा छौँ। किनकि थुप्रै स्रष्टाहरू हुन्छ, जस्तै मधु छेत्री आज आइपुग्नु भएको छ। योभन्दा पछिल्लो अङ्क पनि हामी त्यस्तै स्वर्णिम अङ्क प्रस्तुत गर्नेछौँ। यसभन्दा पछिल्लो अङ्कहरू अझै हाम्रा सदाबहार अङ्कहरू, स्वर्णिम अङ्कहरू यहाँले सुन्न पाउनुहुनेछ। देश विदेशमा रहनुभएका सम्पूर्ण श्रोताहरूलाई ध्यानमा राखेर रेडियो नेपालको आवाज, रेडियो नेपाल भित्रको यो स्टुडियोभित्रको माहौल, यो वातावरण अनि यी पुराना कलाकारहरू जसले नेपाली सङ्गीतको क्षेत्रमा धेरै धेरै गीतहरू, हजारौं गीतहरूमा आफ्नो वाद्य यन्त्रको माध्यमबाट धेरै गीतहरू जन्माएका छन्, सृजना पोखेका छन्। ती व्यक्तित्वहरूलाई संसारभर पुर्याउनको लागि हामीले www.dcnepal.com को पनि हामीले निम्त्याएका छौँ। उहाँहरूले यो कार्यक्रम खिच्दै हुनुहुन्छ र हामी उहाँहरूको धन्यवाद दिन चाहन्छौँ। र अब हामी एकैचोटि 17वटा FM र रेडियो नेपाल FM काठमाडौँ 100 मेगाहर्जमा पनि अनि रेडियो नेपालको केन्द्रीय प्रसारमा एकैसाथमा रहिरहँदा फेरि पनि हामी मधु दाइलाई अब अर्को गीत गाउनलाई अभिनव टिका भाइले भने जस्तै अब एउटा याद ताजा गर्नलाई भनौँ, उदित नारायणसँग मैले जुन एउटा युगल गीत सुनाउने कुरा चल्यो चर्चा, साइली र माइली पहिला गाइछौँ, त्यो गीत म सुनाउँछु। घुम्न जाउँला मधु छेत्रीलाई हामी धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छौँ। हाम्रो रेडियो नेपालको आज सङ्गीत स्टुडियोमा यहाँसम्म आएर साझ आवाजको 101औं अङ्कमा आफ्नो गायन यात्रा प्रस्तुत गर्दै हुनुहुन्छ। फेरि पनि हामी यो कार्यक्रममा आज हामीलाई विशेष गरी वाद्यवादनमा सहयोग गर्ने वरिष्ठ सङ्गीतकार कमल परियार, मधेसी नेपाली, वरिष्ठ तबला वादक निरञ्जन महर्जन, राजु अग्रवाल अनि कलाकारहरू एकराम श्रेष्ठ, कृष्ण गन्धर्व, कृष्ण दर्जी, खड्ग गर्बुजा, प्रविधि संवेदन श्रीराम र मोहन रायमाझी अनि विशेष सहयोगी खड्ग गन्धर्व। कार्यक्रम प्रस्तुतिको साथमा म टिका भण्डारी आजको यो कार्यक्रमबाट बिदा हुन्छु। फेरि अर्को साता नेपाली सङ्गीत क्षेत्रका अर्का लोकप्रिय शतमान गायिकालाई लिएर आउने वाचा गर्छु। र अझै जाँदा जाँदै फेरि पनि बन्धुलाई बाँकी अंश पता दिनुहोला। हामी पनि बिदा हुन्छु। नमस्ते। मायालुलाई माया गरी